नमस्ते सबैजनालाई। सबैले मलाई सोध्ने गर्नुहुन्छ 5 बजे बिहान उठेर तिमीले के गर्छौ? किन यति छिटो उठ्न पर्छ तिमीलाई? आज चाहिँ हामी सबैजना मिलेर हेरौँ है म के गर्छु। आउनुहोस्। म चाहिँ पहिला उठेर आफ्नो सावर गर्छु अनि तल आएर सबै पूजाको भाँडाहरू माझेर पानी जलहरू सबै मेरो बोट बिरुवाहरूलाई दिन्छु गमलामा। अनि त्यसपछि पोछा लगाएर सफा गरेर सबै पूजाको भाँडा माझ्छु। अनि त्यसपछि आउँछ मेरो पूजाको टाइम। मलाई चाहिँ बिहान पूजा गरेर हिँड्नलाई अथवा बिहानै आफ्नो पूजा चाहिँ सकाउन मन लाग्छ। जब मेरो बच्चा अनि मेरो बुढा सबैजना सुत्नु भएको हुन्छ मलाई शान्त रूपमा चाहिँ आफ्नो पूजा गर्न मन लाग्छ। त्यही भएर चाहिँ म बिहान उठ्ने बित्तिकै पहिलो काम चाहिँ नुहाएपछि पूजा गर्न एकदमै रुचाउँछु। केही पनि अरू गर्दिनँ, पूजै गर्छु। अनि यो चाहिँ मङ्गलबारको पूजाको दिन थियो बिहान। सो त्यही भएर मैले चाहिँ गणेशजीलाई दुबो चढाएँ। दुबो मेरो घरभित्रै छ, गमलामा छ। मेरो चाहिँ यो दिन व्रत पनि हुन्छ, सो अलि लामो पूजा हुन्छ यो दिनमा चाहिँ। आरती गरेँ, ढोगेँ, जप गरेँ आफ्नो। म जहिले पनि बिहान आफूले भ्याएको समय दिएर कुनै मेरो भगवानको नाम लिएर चाहिँ जप गर्छु। सो जप गरेँ। अनि यो चाहिँ लास्टको भिडियो हो जहाँ चाहिँ मैले पुरै मन्दिर आफ्नो कसरी मैले सेट गरेछु, कसरी मैले भगवानहरू राखेको छु हजुरहरूलाई देखाउँदैछु। होप यु वुड लाइक दिस भिडियो। थ्याङ्क यू। हजुरको दिनचर्या शुभ रहोस्। धन्यवाद।